ल आज हेर्नुहोस् हामीसँग सरप्राइज को हुनुहुन्छ त तर उता निकाल्नु पर्ने रहेछ क्या। ल सबैलाई नमस्कार व्यक्त गर्न चाहन्छु म लोक तथा दोहोरी गायक श्याम राणा मगर। यति बेला हामी एयरपोर्टमा भेट भएको छ। एयरपोर्टमा हाम्रो लभली दिदीसँग भेट भएको छ भने हाम्रो विजय भाइ बिजु आचार्य भाइसँग भेट भएको छ। र यो भिडियो हेर्नुहुने मेरा इष्ट मिस्टर व्रत सिस्टर जहाँ रहे नि खुसी रहनु र सुखी रहनु होला। तपाईँ कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी खुसी रहनु होला, सुखी रहनु होला, च्याप्प कमाउनु होला, रमाउनु होला होइन, जमाउनु होला, कमाइ अनुसारको बेसरी फजुल खर्च पनि नगर्नुहोस्। हामीलाई धेरै दुःख छ, केही गर्न छ, अझै धेरै गर्न छ, हाम्रो धेरै गर्न छ। नेपालमा आएर फेरि केही गर्न छ, नेपालमै लगानी गर्न छ, धेरै कमाउनु होला, विदेशमा मात्रै नआउनु होला, विदेशमै त्यतै सेटल हुने हो। नेपालमा के छ र नबन्नु होला, नेपालमा गएर के छैन र सबै छ, हिमाल पहाड तराई कोही छैन पराई। सबै आओ भन्न चाहन्छु। र यो भिडियो हेर्नु सबैले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। हाम्रो बिजु युट्युब च्यानल होइन त। र सबै प्रति सम्मान छ। म कोरियामा चाहिँ अर्को साल आउँछु। अहिलेलाई चाहिँ म भिसा लाउन पाइनँ। यो चाइनिज के अरे कोरियन न्यु इयरको लागि जान खोजेको थिएँ। त्यति बेला म फेरि युरोप जान पर्यो। र यो साङ्गीतिक यात्रामा म आम्ला जिन्दगीका घुम्तीहरूमा भेटिन्छन्, छुटिन्छन्। तर माया चाहिँ हुनपर्छ, ममता हुनपर्छ, एक आपसमा आत्मीयता हुनपर्छ। सबैलाई I love you. ल त अहिले फेरि अग्रिम कोरियाको लागि वेलकम छ। थ्याङ्क यू। अर्को सालको लागि अहिले नै वेलकम छ। गएर पनि भिडियो बनाउनु पर्छ एकदम। ल म जहाँ पनि दाइलाई चाहिँ प्रोग्राम भयो भने भेट्न आउनेछु। हुन्छ बाबु। ल ल